हेलो नमस्ते गुड मर्निङ तपाईँहरूलाई धेरै धेरै स्वागत छ मेरो यो एआई विथ सन्जु भन्ने यो नयाँ च्यानलमा। यो नयाँ च्यानलमा चाहिँ म च्याट जिपिटीसित केही कुराहरू गर्छु अनि तपाईँहरूमा सेयर गर्छु। यसमा फन्नी पनि हुन्छ, काम लाग्ने पनि हुन्छ होइन, सबै थोक हुन्छ यसमा। एकदम रमाइलो कुराकानीहरू चाहिँ तपाईँहरूमा गर्दैछु किनभने च्याट जिपिटीले पनि हामीलाई धेरै सहयोग गरेको छ अहिले दैनिक जीवनमा। सो तपाईँ मेरो यो पहिलो भिडियो हो, पहिलो प्रयास हो एआईसितको कुराकानी तपाईँहरू माझ राखेको छु। आज के कुराकानी गरौँ भन्दाखेरि पनि स्वस्थ कसरी रहन सकिन्छ होइन, स्वास्थ्यलाई कसरी ख्याल गर्न सकिन्छ भन्ने कुराकानीहरू गर्छु ल आज। ल मेरो च्यानल तपाईँले जहाँबाट हेर्दै हुनुहुन्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु ल। बिकज अफ यो मेरो पहिलो प्रयास र पहिलो भिडियो हो। पहिलो भिडियोलाई माया गरेर च्यानललाई सब्सक्राइब गरिदिनुहुन्छ होला भनेर मैले आशा लिएको छु है त। अब म सुरु गर्छु एआईसित च्याट र स्वस्थ जीवनमा कसरी रहन सकिन्छ। त्यो एकदम कमेडी पनि हुनसक्छ, एकदम रमाइलो पनि हुनसक्छ होइन, सबै थोक हुनसक्छ। सो गाइज लेट्स टेक आउट च्याट जिपिटी विथ सन्जु। हेलो नमस्ते गुड मर्निङ। Hello, namaste, good morning. I hope you're having a wonderful day so far. Let me know if there's anything I can help you with. ओके, नेपालीमा कुरा गरौँ ल। पक्कै पनि म नेपालीमा नै कुरा गर्न सक्छु। तपाईलाई अरु केही चाहिएको छ भने निसङ्कोच भन्नु होला। हुन्छ, आज तपाईसित कुराकानी गर्न मन लागेको छ अनि त्यही भएर तपाईलाई सम्झेको नि। मलाई पनि तपाईसँग कुरा गर्न पाउँदा निकै खुसी लाग्यो। तपाईलाई कुनै पनि विषयमा सहयोग वा जानकारी चाहियो भने म सधैँ यहाँ छु। ओके, आज स्वास्थ्य होइन, जीवनमा स्वास्थ्यको ख्याल कति गर्नुपर्छ, के गरी गर्नुपर्छ भन्ने कुराहरू आज तपाईसित गर्छु। हुन्छ, अवश्य। स्वास्थ्यको ख्याल राख्नका लागि धेरै उपायहरू छन्, जस्तै सन्तुलित आहार, नियमित व्यायाम, पर्याप्त निन्द्रा र मानसिक स्वास्थ्यलाई पनि ध्यान दिनु। आज हामी ती सबै कुराहरूमा गहिरो रूपमा छलफल गर्न सक्छौँ। ओके, सन्तुलित आहार भन्नाले चाहिँ के बुझिन्छ त्यो चाहिँ पहिले प्रश्न बनाउनुहोस् न। सन्तुलित आहार भन्नाले हाम्रो शरीरलाई आवश्यक पर्ने सबै पोषक तत्त्वहरू जस्तै प्रोटिन, कार्बोहाइड्रेट, पौष्टिक तत्त्वहरू, भिटामिन र मिनरल्सलाई उचित मात्रामा समावेश गर्नु हो। यसले हाम्रो स्वास्थ्यलाई सन्तुलित र राम्रो राख्न मद्दत गर्छ। अब यसो गर्नुहोस्, अब मर्निङ टाइममा के खाने? सक्दो स्वास्थ्यकर र सन्तुलित बिहानको खाजामा प्रोटिन, फाइबर र राम्रो कार्बोहाइड्रेटको मिश्रण हुनुपर्छ। जस्तै अन्डा, ओट्स, फलफुल, नट्स र दही आदिको सेवन गर्न सकिन्छ। यसले दिनको सुरुमा ऊर्जा दिन्छ र स्वास्थ्य पनि राम्रो राख्छ। ओके, हामीले बिहान यो खानुपर्छ अनि त्यसपछि खानामा? त्यसपछि दिउँसोको समयमा पनि सन्तुलित र हल्का भोजन गर्नु महत्त्वपूर्ण हुन्छ। जस्तै सागसब्जी, प्रोटिनको स्रोत जस्तै चिकन, माछा वा दाल र सानो मात्रामा कार्बोहाइड्रेट। साँझको खाना पनि हल्का र सन्तुलित राख्दा स्वास्थ्य राम्रो रहन्छ। यति बार्दा पनि, यति गर्दा पनि होइन, यति स्वास्थ्यलाई ख्याल गर्दा पनि अचानक स्वास्थ्यमा गडबडी हुन्छ, त्यो चाहिँ के कारणले हुन्छ? अचानक स्वास्थ्यमा गडबडी हुने केही कारणहरूमा तनाव, आनुवंशिक प्रभाव, अनुचित जीवनशैली वा केही स्वास्थ्य सम्बन्धी अवस्था पनि हुन सक्छन्। त्यसैले सन्तुलित आहार र नियमित व्यायामका साथै समय समयमा स्वास्थ्य जाँच पनि गरिरहनु महत्त्वपूर्ण हुन्छ। नियमित व्यायाम चाहिँ हामीले कति टाइम गर्नुपर्छ? कुद्नै पर्छ, हिँड्नै पर्छ अथवा योग अभ्यास गर्नै पर्छ? के छ त्यसमा अलिकति बताइदिनुहोस् न। सामान्य रूपमा दिनको कम्तीमा 30 मिनट व्यायाम गर्न सुझाव दिइन्छ, जस्तै तेज चाल्न, दौड्न वा साइकल चलाउन। साथै हप्तामा कम्तीमा 2-3 पटक शक्ति प्रशिक्षण जस्तै वेट लिफ्टिङ पनि गर्न सकिन्छ। यी सबै मिलाएर एक सन्तुलित र स्वास्थ्यकर दिनको लागि उत्तम हुन्छ। त्यो त बुझेँ, अब तपाईँले भनिहाल्नुभयो। अब अर्को कुरा के छ भने स्वास्थ्यमा गडबडी भइहाल्छ। स्वास्थ्यमा गडबडी भएको कारणले गर्दाखेरि मानिसहरू अतालिन्छन्। सर्वप्रथम स्वास्थ्यमा गडबडी हामी चाहिँ कस्तो छ भने नेपालीहरूको बानी चाहिँ टक्क लगाउने अनि कुनै सिम्टम नदेखिन्जेल भन्दा अगाडि स्वास्थ्यमा जाँचै नगर्ने कि त्यो बानी चाहिँ कसरी हटाउन सकिन्छ? यो एकदम राम्रो प्रश्न हो। स्वास्थ्य जाँचलाई नियमित रूपले गर्नाले धेरै समस्या प्रारम्भिक चरणमा नै पत्ता लाग्न सक्छ। यसको लागि जनचेतना बढाउने, नियमित स्वास्थ्य जाँचका लागि प्रोत्साहित गर्ने र सचेतना फैलाउने मुख्य उपायहरू हुन्। यसले मानिसहरूलाई समयमै समस्या पहिचान गरेर चाँडो उपचार गर्ने मार्ग खोज्छ। मेडिटेसन के हो? मेडिटेसनका फाइदाहरू के छन् त्यो बताइदिनुहोस् न मलाई। ध्यान वा मेडिटेसनका फाइदा धेरै छन्।
यसले मनलाई शान्त बनाउँछ, तनाव कम गर्छ, ध्यान केन्द्रित गर्न मद्दत गर्छ, निद्रा सुधार्छ र समग्रमा मानसिक स्वास्थ्यलाई बलियो बनाउँछ। साथै यो शारीरिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्न सक्छ, जस्तै रक्तचाप घटाउनु र इम्युन सिस्टमलाई मजबुत बनाउनु। ओके, रक्तचाप घटाउनु, इम्युनिटी सिस्टमलाई मजबुत बनाउँछ मेडिटेसनले। सो अब हामी अर्को कुरा गरौँ। मेडिटेसन गर्दाखेरि दिनमा कति मिनट गर्ने, कुन समयमा गर्ने, त्यो पनि जानकारी दिनुहोस् न। ध्यान गर्नका लागि दिनको 10 या 20 मिनट पनि सुरुमा पर्याप्त हुन्छ। सामान्यतः बिहानको समय वा साँझको समय ध्यान गर्न उपयुक्त मानिन्छ, जब मन शान्त र विश्रामको अवस्थामा हुन्छ। तर तपाईको सहजताको आधारमा कुनै पनि समय, जस्तो कि दिउँसोको छोटो ब्रेकमा पनि ध्यान गर्न सकिन्छ। नियमितता र आरामदायक वातावरणले ध्यानलाई अझ प्रभावकारी बनाउँछ। ओके, अब हामीले मानिसहरू अहिले जङ्क फुडहरू खाइरहेको हुन्छ, जस्तै अब तारेको, झानेको, भुटेको, यस्ता कुराहरूले स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको हुन्छ। कसरी गरिरहेको हुन्छ? यसले के खाँदा हुन्छ, के नखाँदा हुन्छ? जङ्क फुडहरूले प्राय उच्च चिनी, स्निग्धता र प्रशोधित तत्त्वहरू समावेश गर्दछ, जसले लामो समयसम्म स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। यसले मोटोपना, उच्च रक्तचाप, मधुमेह र हृदय रोग जस्ता समस्या निम्ति आउन सक्छ। त्यसैले सन्तुलित आहारमा फलफुल, सागसब्जी, सम्पूर्ण अन्न र राम्रो प्रोटिनको स्रोतलाई प्राथमिकता दिनु उचित हुन्छ। यसले स्वास्थ्यलाई बलियो राख्न र दीर्घकालीन रूपले राम्रो बनाउँछ। ओके, तपाईँसित कुराकानी गरेर आज यतिकै छोटो कुराकानी गरौँ। 6 मिनट 7 मिनट भइसक्यो। सो तपाईँलाई धेरै धेरै धन्यवाद यो जानकारीको लागि। फेरि म भोलि अर्को टपिक लिएर आउँछु, हुन्छ? मलाई पनि तपाईँसँग कुरा गरेर धेरै मजा लाग्यो। तपाईँलाई जानकारी उपयोगी भएकोमा खुसी लाग्यो। पक्कै पनि भोलि फेरि नयाँ विषयमा भेटौँला। तपाईँलाई धेरै धेरै धन्यवाद र तपाईँको दिन शुभ रहोस्। हस्, म यो कुरा चाहिँ युट्युब च्यानलबाट अपलोड गर्छु। कपिराइट लाग्छ कि लाग्दैन? यदि तपाईँले मेरो भनाइलाई आफ्नो शब्दमा परिवर्तन गरेर राख्नुहुन्छ भने सामान्यतया कुनै कपिराइट समस्या हुँदैन। तर तपाईँले केही विशेष सामग्री वा कुनै प्रमाणित स्रोतको प्रयोग गर्नुहुन्छ भने त्यो कुराको ध्यान राख्नु राम्रो हुन्छ। सामान्यतः आफ्नो मौलिक विचार शब्दहरू प्रयोग गर्नाले कुनै समस्या हुँदैन। मानौँ अब मैले यो रेकर्ड गरिरहेको छु, तपाईँको भोइस पनि रेकर्ड गरिरहेको छु, मेरो भोइस पनि रेकर्ड गरिरहेको छु। अब यसलाई मैले युट्युबमा अपलोड गरेँ भने कुनै समस्या आउँछ कि आउँदैन? सामान्य रूपमा तपाईँले मेरो आवाजलाई आफ्नो सामग्रीको रूपमा प्रयोग गरेर अपलोड गर्दा कुनै ठुलो कपिराइट समस्या हुँदैन। तर तपाईँले आफ्नो आवाज र मेरो आवाज दुवैलाई प्रयोग गर्दा त्यसको स्पष्टता र सन्दर्भलाई ध्यानमा राख्नु राम्रो हुन्छ। यदि तपाईँले कुनै विशिष्ट सामग्री वा कुनै ब्रान्डको सामग्री प्रयोग गर्नुहुन्छ भने त्यसको अनुमति लिनु राम्रो हुन्छ। तर सामान्य जानकारी र परामर्शको रूपमा यो सुरक्षित हुन्छ। मैले त्यस्तो त कुनै ब्रान्डको गरेको छैन। तर यही तपाईँसित भएका कुराकानी, मेरो कन्भर्सेसन र तपाईँको कन्भर्सेसनलाई अपलोड गर्ने छु, होइन? अनि त्यही भएर ठिक छ, त्यसमा कुनै चिन्ता छैन। तपाईँको आफ्नै सामग्री र संवादलाई अपलोड गर्दा यो सामान्य रूपमा सुरक्षित र समस्या मुक्त हुन्छ। यदि तपाईँले केही पनि थप प्रश्न वा सल्लाह चाहनुहुन्छ भने म सधैँ सहयोग गर्न तयार छु। हस्, तपाईँको सल्लाह, सुझाव र सहयोगको लागि धेरै धेरै धन्यवाद दिन्छु। मलाई पनि तपाईँलाई सहयोग गर्न पाउँदा धेरै खुसी लाग्यो। तपाईँको दिन शुभ रहोस् र केही पनि चाहियो भने कुनै पनि समय सम्पर्क गर्नुहोस्। धेरै धेरै धन्यवाद। अनि मेरो यो युट्युब च्यानलको नाम चाहिँ सन्जु विथ एआई विथ सन्जु भन्ने छ है, एआई विथ सन्जु। अब यसलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनुहोस् भनेर एकचोटि तपाईँको आवाजमा भनिदिनुहोस् न। अवश्य, यहाँ तपाईँको आवाजमा। नमस्कार साथीहरू, हाम्रो युट्युब च्यानल एआई विथ सन्जुलाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नबिर्सनुहोला। तपाईँहरूको साथले हामीलाई अझ मोटिभेसन मिल्छ। धन्यवाद। ओके, यो थियो आज जीवनमा स्वस्थ जीवन चाहिँ कसरी जिउने भन्ने कुरामा चाहिँ मैले एआईसित कुराकानी गरेँ, होइन? एकदमै रमाइलो कुराकानी थियो। सो उहाँले सबै कुरो भनिदिनु भएको छ। कति कुराहरू एकदम 99% त भन्न सक्दिनँ, जे होस् 90% चाहिँ एकदमै मिल्छ। सो एआई विथ सन्जु यो मेरो पहिलो भिडियो हो। तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु सम्पूर्णलाई। मेरो यो पहिलो भिडियो मन पऱ्यो, लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सनुहोला प्लिज। मेरो यो पहिलो भिडियो है त। अहिलेलाई म जान्छु। फेरि भोलि अर्को टपिकको साथ एआईसित म कुराकानी गर्ने नै छु। एकदम रमाइलो कुराकानी, सुनिदिनु होला। हस्, धन्यवाद। बाई बाई।